हेलो एभ्रिवान वेलकम टु अनदर भिडियो। आजको यो भिडियोमा म तपाईहरुलाई आउने समयमा एचआरएले कस्तो खालको मुभ देखाउन सक्छ भन्ने बारेमा कुरा गर्छु। र यो आईपीओ बाट आएपछि लगभग 282 को लेभलबाट बढ्न सुरु गरेको थियो। यो लेभलबाट बढ्दाखेरि यसले फर्स्ट, सेकेन्ड, थर्ड, फोर्थ, फिफ्थ गरेर यसरी 5 वेभ को मुभ दियो। र यो 5 वेभ भनेको एउटा हायर डिग्री को फर्स्ट वेभ हो। लगभग 1140 को लेभलमा यसले हायर डिग्री को फर्स्ट वेभ कम्प्लिट गर्यो। हायर डिग्री को फर्स्ट वेभ कम्प्लिट भइसकेपछि त्यसपछि यसमा एबीसी गरेर यहाँनेर जिगज्याग को स्ट्रक्चरमा करेक्सन आएको हामीले देख्न सक्छौं। र यो एबीसी गरेर आएको करेक्सन भनेको हायर डिग्री को सेकेन्ड वेभ को लागि आएको करेक्सन हो। र जेनरली सेकेन्ड वेभ को करेक्सन आउँदाखेरि 0.382 देखि 0.786 को जुन रेन्ज हुन्छ यस्तो खालको लेभलमा आएर फर्किने गर्छ। र अहिलेको समयमा यो 0.618 को लेभलको हल्का तलनेर आएको हामीले देख्न सक्छौं। लगभग यसको यो अहिलेको रेन्ज भनेको 613 देखि 469 को लेभल छ। र यो रेन्जबाट फर्केर माथि जाने चान्स हुन्छ। र अझ यसलाई हामीले डिटेलमा हेर्ने हो भने यो लेभलबाट ट्रेन्ड बेस फेभ एक्सटेन्सन लगाउन सक्छौं। र यहाँबाट लगाएर ए वेभमा लगाएर हामीले बी वेभमा लगाएर सी वेभ को लेन्थ मेजर गर्ने हो भने ए वेभ को लेन्थ यहाँ जति थियो सी वेभ को लेन्थ पनि त्यति नै भएको हामीले देख्न सक्छौं। एक्ज्याक्टली यहाँनेर 1:1 को जुन रेशियो हुन्छ 575 को लेभल, यो लेभलमा आएर अहिले यसले होल्ड गरेको छ। र हायर प्रोबेबिलिटी भनेको यो जुन 575 को लेभल छ यो लेभलबाट फर्केर सर्ट टाइम फ्रेममा अलिकति माथि जाने मैले देखेको छु। किनकि यसको यहाँनेर हामीले स्ट्रक्चर वाइज पनि हेर्ने हो भने यो लेभलबाट करेक्सन आएपछि यसले यहाँनेर ए वेभ कम्प्लिट गर्यो, त्यसपछि यहाँनेर बी वेभ कम्प्लिट गर्यो। र डाउन आउँदाखेरि यसले फर्स्ट, सेकेन्ड, थर्ड, फोर्थ, फिफ्थ गरेर यसरी 5 वेभ यो लेभलको नजिक कम्प्लिट गर्ने जस्तो देखिएको छ। र यहाँनेर यो काउन्ट पनि हामीले हेर्ने हो भने यो 5 वेभमै डाउन आएको जस्तो देखिएको छ। र यसले यो 1:1 को लेभललाई हिट गरेको कारणले गर्दाखेरि पनि यो लेभलबाट फर्केर माथि जान सक्ने प्रोबेबिलिटी जुन हुन्छ त्यो मैले अलिकति हाई नै देखेको छु। र आउने समयमा यदि यसले यो जुन अहिलेको रेन्ज छ यो रेन्जबाट फर्किन्छ भने त्यसपछिको यसको नेक्स्ट टार्गेट भनेको यो स्मलर डिग्री को फर्स्ट वेभ को लागि हुन्छ। र यो स्मलर डिग्री को फर्स्ट वेभ भनेको लगभग 773 को लेभलसम्म पुग्न सक्छ। र यो 773 को लेभल भनेको यसको एउटा रेजिस्टेन्स लेभल हो। अघिल्लो चोटी यसले यो लेभलमा सपोर्ट लिएको थियो र अबको चोटी यो लेभलबाट बढ्छ भने यसले यो लेभलतिर रेजिस्टेन्स लिन सक्छ। र त्यही भएर तपाईहरुले सर्ट टाइम फ्रेमको लागि यो लेभलबाट बढ्छ भने यो 773 को लेभललाई टार्गेट राख्न सक्नुहुन्छ। र अहिलेको लेभलबाट मेजर गरेर हेर्ने हो भने आउने समयमा यसमा 34% जतिको एउटा मुभ सर्ट टाइम फ्रेममा आउन सक्ने मैले एउटा पोसिबिलिटी देखेको छु। र यो लेभलबाट यो डाइरेक्टली बढेर माथि जान्छ भन्ने हुँदैन। यो लेभलबाट यसरी यसले स्मलर डिग्री को फर्स्ट, सेकेन्ड, थर्ड, फोर्थ, फिफ्थ गरेर 5 वेभ फर्म गरेर त्यसपछि यो एबीसी गरेर 3 वेभ डाउन आएर यसले माथिको लेभललाई होल्ड गर्छ भने त्यसपछि हामीहरुले एउटा यहाँनिर 1-2 को सेटअप फर्मेसन भयो भनेर त्यतिखेर हेर्न सक्छौं। र यसरी 1-2 को सेटअप फर्मेसन भएपछि त्यसपछि अलिकति पावरफुल बढ्ने गर्छ। र अहिले यहाँनिर यसले एउटा जुन मेजर लेभल हुन्छ 0.618 को यो लेभललाई पनि हिट गरेको छ। र यहाँबाट हामीले मेजर गर्दाखेरि 1:1 को लेभललाई पनि हिट गरेको कारणले गर्दाखेरि यो लेभलबाट फर्केर माथि जान सक्ने अलिकति पोसिबिलिटी हाई छ। र अहिले भोल्युम हेर्ने हो भने यो लेभलबाट जुन सेलिङ आएको थियो सेलिङ आउँदाखेरि यहाँनेर भोल्युम ड्राई आउट भएर अलमोस्ट यहाँनेर भोल्युम सिद्धिसकेको हामीले देख्न सक्छौं। र अहिले यहाँनेर सेलिङ प्रेसर पनि कम भइसकेको छ। हामीले यहाँनेर आवरली चार्टमा हेर्ने हो भने यो लेभलमा यसले बी वेभ कम्प्लिट गरेपछि त्यसपछि यहाँनेर अलिकति इम्पल्सिभ डाउन आएको थियो। र अहिले यहाँनेर डाउन आउँदाखेरि यो खासै त्यसरी डाउन आउन खोजेको छैन। हल्का यहाँनेर यसले यो लेभलतिर कन्सोलिडेट गर्न खोजिरहेको छ। र यहाँनेर हामीहरुले अहिले एमएससीडी लगाएर हेर्ने हो भने पनि जुन हिस्टोग्राम हुन्छ हिस्टोग्राम पनि अलिकति यहाँनेर बिस्तार पोजिटिभ हुँदै आइरहेको हामीले देख्न सक्छौं। र एमएससीडी ले अलिकति ढिला सिग्नल दिने गर्छ। र जब यसले यो प्राइस रेन्ज ब्रेक गरेर अलिकति माथि जान्छ त्यसपछि यसमा एउटा बाइ सिग्नल पनि आउन सक्छ। र मेरो विचारमा यसले यहाँनेर एउटा 1-2 को सेटअप फर्मेसन गरेको हुन सक्छ। र त्यही कारणले गर्दाखेरि यदि यसले यो वाला सेटअपलाई होल्ड गर्छ भने
हामीहरूले आउने समयमा चाहिँ 773 को लेभललाई चाहिँ एउटा टार्गेट राखेर चाहिँ त्यतिखेर ट्रेड गर्न सक्छौँ। र तपाईहरुले यो भिडियोको बेसिसमा ट्रेड नगर्नु होला। यो मैले एलियट वेब थ्योरी अनुसार देखेको एउटा सिनेरियो भनेको हो। यदि तपाईहरु हाम्रो डिस्कर्ड च्यानल जोइन गर्न चाहनुहुन्छ भने यो भिडियोको डिस्क्रिप्सन बक्समा मैले लिंक राखेको छु, त्यो लिंकबाट जोइन गर्न सक्नुहुन्छ। र यदि तपाईहरुलाई यो भिडियो मन परेको छ भने यो भिडियो लाइक गर्नु होला र हाम्रो च्यानल सब्स्क्राइब गर्नु होला।